नमस्कार दर्शकवृन्द। त सम्पूर्ण दर्शकवृन्द जो हामीसँग जोडिनु भएको छ, आज हामी यस दुःखद घडीमा हामी अहिले यहाँ आइपुगेका छौँ। हाम्रा लोकप्रिय गायक प्रशान्त तामाङको निजी वासस्थानमा, यहाँ तुङसुङ स्थित निजी वासस्थानमा। यहाँबाट नै उहाँको पार्थिव शरीर अन्तिम संस्कारको निम्ति निकालिनेछ। त धेरैजना यहाँनिर कलाकार साथै शुभचिन्तकहरू यहाँ भेला भइसकेको छ। विभिन्न स्थानबाट उहाँहरू आइपुग्नु भएको छ। त यसै विषय तपाईहरूलाई आजको प्रशान्त तामाङको शव यात्राबारे हामी जानकारी गराउनेछौँ। आउनुहोस्। त भन्नु त के भन्नु तपाईँहरू सबै अब आँखा अगाडि सबै भइरहेको छ है। अब दुःख त लाग्छ मनमा है, त्यो दुःख त अब लागि नै रहेको छ। तर पनि म चाहिँ गर्व गर्छु मेरो भाइलाई चाहिँ कि उसले यस्तो ठुलो सम्मान अहिले पायो। त्यो चाहिँ म एकदमै गर्व गर्छु कि उसको चाहिँ मान सम्मान, उसलाई माया गर्ने मान्छे चाहिँ कति चाहिँ रहेछ भन्ने चाहिँ अब मैले फेरि प्रशान्त अब यो संसारमा आउँदैन भन्ने चाहिँ मलाई लाग्छ मेरो भाइलाई। कि अब उसको नाम लिएर चाहिँ जसले उसले मान सम्मान अहिले तपाईँहरूले दिनुभयो। अहिले अब वर्ल्ड वाइड उसको साथीभाइहरू आएर मलाई हामीलाई बल सपोर्ट अब बाहिरबाट जति पनि अरू हाम्रो गोर्खा समुदाय मात्रै नभएर अरू कम्युनिटीले पनि अरू समुदायबाट पनि यति साह्रो फोनहरू आएर उसलाई शोक मतलब दुःख प्रकट गरिरहनु भएको छ। उसको चाहिँ यो चाहिँ अब उसको सरलता र नि उसको चाहिँ यो हुन्छ नि, उसको सरलता र उसको सोझोपन चाहिँ यो चाहिँ मैले यसमा के अरे पाएको छु। भाइ म त्यति नै भन्न चाहन्छु। अहिले भर्खरै हामी समक्ष प्रशान्त तामाङका दिदी जोडिनु भएको थियो। त अब यहाँ हामी बिच धेरै कलाकारहरू जोडिनु भएको छ। उहाँहरूसँग जानकारी लिन चाहन्छु। के भन्न चाहनुहुन्छ महेश बाजु तपाईँ? खासै अब भन्ने हो भने आज हामीसँग शब्द नै छैन यो क्षणलाई कसरी व्याख्या गर्ने भन्ने कुरो होइन। हामी कलाकारको निम्ति मात्रै नभएर सम्पूर्ण नेपाली विश्वभरि रहेका नेपालीहरूको निम्ति आज एउटा अति दुःखदायी दिन हो होइन। हामीले अति सरल, अति सोझो, अति प्यारो भाइ, कसैको साथी, कसैको छोरा प्रशान्तलाई गुमायौँ है। प्रशान्त मलाई लाग्छ उहाँलाई एउटा गायकको रूपमा मात्रै हामीले परिभाषित गर्नु उचित नहोला। प्रशान्तले जब इन्डियन आइडलमा जब अंशग्रहण गरे त्यतिखेर प्रशान्तले सारा विश्वभरिको नेपालीलाई के सिमाना, के साथ, के जात, के पात, केही कुरोले छेकेन। त्यति बेला सबै नेपाली एक बनाउने काम जुन प्रशान्तले गरे त्यति बेला उसको गीत, उसको गायनको माध्यमबाट, त्यो सायदै कुनै कलाकारले अहिलेसम्म गर्नु सकेको थिएन होला भन्ने लाग्छ होइन। आज यति अल्प आयुमा नै प्रशान्त हामीमा आज रहेन, बितेर गयो। म के भन्न चाहन्छु भने प्रशान्तको शरीर मात्रै हामीसँग छैन, रहेन, तर प्रशान्त सधैँ हामीसँग रहनेछ। हामी सम्पूर्ण कलाकारहरू दार्जिलिङ, तराई, डुवर्स सबै ठाउँबाट आज प्रशान्तलाई माया गरेर काठमाडौँदेखि आसामदेखि है चारैतिरबाट कलाकारहरू आज प्रशान्तलाई अन्तिम दर्शन अनि उहाँलाई श्रद्धा अर्पण गर्न यहाँ हामी भेला भएका छौँ। र अब प्रशान्त गए आजदेखि उसको यो नश्वर शरीर, यो घरभित्र जुन चाहिँ शरीर छ त्यो केही क्षणमा त्यो शरीर पनि रहँदैन। तब त्यसको बादमा के हुन्छ त? प्रशान्तको लागि के गरिन्छ त? यो समाजले, यहाँ भएको व्यवस्थाले प्रशान्तको निम्ति के सोचेको छ त? एउटा कलाकारले पाउनुपर्ने सम्मान मरेर गएर पनि प्रशान्तले पाउँछ कि पाउँदैन त? यो एउटा व्यवस्थामाथि, यो दार्जिलिङको जुन व्यवस्था छ अहिले चलिरहेको व्यवस्था, यहाँको नेताहरू, यहाँको उच्च अहोदामा रहेका व्यक्तित्वहरूलाई हामी यही सोध्न चाहन्छौँ, तपाईँहरूले के सोच्नु भएको छ? प्रशान्तलाई कसरी जिउँदो राख्ने त? अब एउटा कलाकार मरेर कहिले मर्दैन, उसको सृजनाको माध्यमबाट एउटा कलाकार जिउँदो रहने हो। र हामी यहाँको व्यवस्थालाई, यहाँको सरकारलाई भन्न चाहन्छौँ प्रशान्तको निम्ति केही ठोस केही गरियोस्। हामी चाहन्छौँ प्रशान्त सधैँ जिउँदो रहोस्। यो पहाड, तराई, यो संसारले प्रशान्तलाई नबिर्सियोस्। र कुनै पनि कलाकारलाई यसरी मरेर सम्मान, मरेर धुप, मरेर खदा गरिने जुन चाहिँ चलन छ, तर जिउँदो हुँदा नै एउटा कलाकारको मूल्याङ्कन हुनुपर्छ भन्ने मलाई लाग्छ। हामी सम्पूर्ण कलाकारको त्यही विचार हो। र हामी व्यवस्थालाई यति नै भन्न चाहन्छौँ, प्रशान्त आज बितेर गए, उसको शरीर अब केही क्षणमा क्षणभङ्गुर हुन्छ, तर प्रशान्तलाई जिउँदो राख्ने दायित्व, प्रशान्तलाई
अमर बनाउने दायित्व अब यहाँको सरकारको पनि हो र हामी सम्पूर्ण कलाकारको तर्फबाट नम्र निवेदन गर्न चाहन्छौँ प्रशान्तको निम्ति केही ठोस गरियोस् अनि नेपाली कलाकारलाई यो मरेर गएपछि घरमा लास आएपछि मात्रै सम्मान गर्ने यो चलन चाहिँ बन्द गरियोस् भन्न चाहन्छु। धन्यवाद। यसमा तपाईँ कलाकार नि कसो गर्दाखेरि चाहिँ प्रशान्त तामाङलाई सधैँ हामीमा आज जीवित राख्न सकिन्छ होला, तपाईँहरूले के सोच्नु भएको छ, के सल्लाह दिन चाहनुहुन्छ? हेर्नुहोस् त्यो प्रस्ताव त हामी अहिले दिन सक्दैनौँ। कतिले मूर्ति बनाउँछ, कतिले उसको नाममा सङ्ग्रहालय म्युजियम बनाउँछ। के गर्दा प्रशान्तलाई जिउँदो राख्न सकिन्छ, आउने पुस्तामा प्रशान्तको नाम प्रशान्तको जे देन दिएर गयो नि त्यसलाई कसरी हामी अर्को पुस्तासम्म पुर्याउन सक्छौँ भन्ने कुरोमा चाहिँ यो व्यवस्थाले सोच्नुपर्ने कुरो हो र यो घर परिवारसँग सल्लाह गरेर कसो गर्दा के गर्दा राम्रो होला त्यो गर्न चाहिँ उचित हुन्छ भन्ने लाग्छ। कुशनजी के भन्नु? हुन त यो यस्तो भइसकेपछि सबैले सबै कुराहरू भन्छन्, भन्दा पनि गाह्रो नभन्दा पनि गाह्रो। तर मलाई अघि महेश दादाले पनि भन्नुभयो, हिजो मैले आफ्नो एउटा स्टाटसमा पनि लिएको थिएँ र मैले योभन्दा अघिको एउटा नेपालको एकदमै चर्चित अन्तर्वार्तामूलक कार्यक्रम थियो रजतपट, त्यहाँनिर पनि मैले उहाँको कुरा गरेको थिएँ। प्रशान्त चाहिँ एउटा हाम्रो निम्ति चाहिँ साङ्गीतिक हिसाबमा प्रशान्तलाई रियलिटी सोमा हुँदाखेरि प्रशान्तका यही कमी थिए, प्रशान्तका यही कमजोरी थिए भन्यो होला, त्यो आफ्नै ठाउँमा छ। तर प्रशान्त जस्तो एउटा डेप्थ सब्जेक्ट, प्रशान्त जस्तो एउटा गहन एउटा नामलाई बुझ्नको लागि चाहिँ 1 महिना 2 महिना 1 वर्ष काफी थिएन रहेछ क्या। यति समय पनि काफी थिएन रहेछ। आज प्रशान्त नहुँदा हामीलाई प्रशान्तको एक चिजले हरेकपल्ट प्रश्न सोधिरहेका हुन्छ। समग्रमा अहिले आएर बुझ्दा प्रशान्त फेरि पनि मलाई त्यही लाग्छ, प्रशान्तको सम्बन्ध गीत सङ्गीतसँग मात्रै थिएन कि प्रशान्त हाम्रो लागि एउटा यस्तो वरदान थियो, एउटा यस्तो धागो थियो जहाँनिर चाहिँ यो संसारभरिका गोर्खाहरू उनिएर माला भएर बस्न सक्थे, बसेका पनि थिए। हाम्रो आदरणीय गायक दादाले मज दादाले भन्नुभयो जसरी। अनि मैले त्यति बेला हामीले पहिला गल्ती चाहिँ गरिसकेका छौँ, प्रशान्तलाई आइडल बनायौँ। प्रशान्त आइडल भइसकिसकेपछि गाउँको एउटा सोझो केटो गएर आइडल भयो, एउटा इन्डियन आइडल भयो। उसले कसरी थाम्यो होला क्या त्यो चिजहरू। हामीले कहिले प्रशान्तलाई फर्केर प्रश्न पनि गरेन। एउटा इन्डियन आइडल भएर बसिरहनु, एउटा बलिउड जस्तो उयसमा एउटा सोनीको के अरे एग्रिमेन्टभित्र पर्नु बाँच्नु, यो जम्मै चिजहरू उसले कसरी थामिरहेको थियो होला। त्यो सँगसँगै हामीलाई त फेरि यति छिटो रिजल्ट चाहिन्छ, भोट दिइसकेपछि भोलिपल्ट रिजल्ट चाहिन्छ नि त, होइन? भोलिपल्ट रिजल्ट चाहिहाल्छ हामीलाई। तर कतिजनाको चिज फर्काउने के प्रशान्तले, कतिजनाको चिज फर्काउने। हामीलाई कहिले पनि यो दायित्व भएन। प्रशान्त बिना कारण त त्यहाँ पुगेको होइन नि त। ऊ भित्र त एउटा यस्तो ओजस्वी शक्ति थियो जुन शक्ति मान्छेले देख्न पनि सकेन, आकलन पनि गर्न सकेन। जुन शक्तिले ठिक छ त्यति कमजोरी थियो भनेदेखि किन मान्छे रात दिन अहरात र कोही सीमामा बसेर, कोही कहाँ बसेर, कोही चोकमा बसेर भोट गर्थे? कुन शक्तिले उसलाई त्यसो गरायो होला? एउटा केही न केही तेज बोकेर त आएको मान्छे त थियो नि त, होइन? आज उहाँ त्यो ठाउँमा बसिसकेपछि हामीले कहिले सोधेनौँ हाम्रो आइडल हो नि त, इन्डियन आइडल त पछिको कुरा, तर प्रशान्त गोर्खा आइडल हो नि त। हामीले त्यो गरिमालाई कसरी बचाउनु पर्थ्यो भन्ने चाहिँ प्रश्न चाहिँ हामीलाई कहिले पनि सोधेन होला जस्तो लाग्छ। अहिले आएर चाहिँ उसले कति कुराहरू सामना गरेर अडिरहेको थियो होला। आज ऊ के अरे उहाँ मुम्बई बस्नु भएन, उहाँलाई दार्जिलिङ बस्ने इच्छा थियो होला, उहाँलाई काठमाडौँ बस्ने इच्छा थियो होला। तर ती जम्मै कुराहरू कसरी पुरा भएनन् होला, के कारणले पुरा भएनन् होला? उहाँले एक्लै आफ्ना कुण्ठाहरू कसलाई पोख्नुहुन्थ्यो होला के कोठाभित्र, होइन? प्रशान्त त्यसै सुतेको बेलामा यसरी जानु त भएको होइन नि त। उहाँभित्र त उहाँलाई त हजारौँ प्रश्नहरूले थिचिरहेको थियो होला नि त, हजारौँ कुण्ठाहरूले थिचिरहेको थियो होला नि त। अनि त्यो जम्मै चिजको जिम्मेवार चाहिँ हामी स्वयं पनि हो। हामीले प्रशान्तलाई जुन ठाउँमा पुर्याएर हामीले त्यो ठाउँमा उसलाई राखिरहन चाहिँ सकेनौँ। जुन स्थान दिएर राख्नु पर्थ्यो, जुन गरिमाका साथ राख्नु पर्थ्यो, जुन सम्मानका साथ राख्नु पर्थ्यो, राखेनौँ। त्यो नराख्नमा हामी सबैको गल्ती छ। अब आएर चाहिँ कि लेख्ने योग्यको काम गर्नु अरे कि पढ्ने योग्यको किताब लेख्नु अरे, प्रशान्तले दुइटै चिज गरेर गयो जस्तो लाग्छ मलाई। किन अब प्रशान्तका बारेमा लेखिन्छन् किताबहरू जो सधैँ पढिरहनु पर्छ र प्रशान्तले लेख्ने योग्यको काम त गरेर गइसक्नु भयो। अघि हजुरहरूको प्रश्न थियो प्रशान्त, म आफैले पनि घरमा मैले जब सुने, घरमा सुनिरहँदाखेरि पनि आफैलाई पनि कुरी चाहिँ भयो। तर अब मान्छे दुईपल्ट बाँच्छ अरे, एउटा शरीर रहँदा बाँच्छ, एउटा शरीर गइसकेपछि बाँच्छ। अब प्रशान्त कसरी बाँच्छ भन्ने चाहिँ हामी अब सत्तालाई त हामी भन्छौँ, किन भनेदेखि एउटा नागरिकको कर्तव्य हो सत्तालाई भन्नुपर्छ, तर हामी कलाकारहरूको पनि कर्तव्य चाहिँ हो।
हाम्रो आफ्नो पनि जिम्मेवारी चाहिँ छ। भोलि सत्ताले केही गरेन भनेदेखि पनि हामी सत्तासँग बाजिरहन हाम्रो त्यो अधिकार त्यो हामी गर्दैनौँ पनि, तर हामी जतिजना पनि छौँ हाम्रो आफ्नो कर्तव्य पनि के हो भन्ने कुरा चाहिँ हाम्रो 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 पनि आवाज छ, हाम्रो पनि शक्ति छ, हामीसँग पनि गर्न सक्ने क्षमताहरू छ भने हामी पनि लागेर गर्नुपर्छ जस्तो लाग्छ होइन। अब यहाँ दादाहरू हुनुहुन्छ, पक्कै पनि हाम्रो अभिभावकहरू हुनुहुन्छ, महेश दादा, कर्म दादा, थुक्देन दादा आइसक्नु भएको छ, कर्म साथीहरू सबै हुनुहुन्छ, हामी छौँ, सबैजना छौँ। त्यो चिजलाई चाहिँ पुरा गर्नुपर्छ, त्यो सम्मानलाई चाहिँ अब कायम राख्नुपर्छ र जिउँदो राख्ने कुरामा मलाई आफै लाग्छ क्या अब प्रशान्त तामाङ चाहिँ अब यो जेएनजीदेखि उता आउने के अरे हाम्रो नानीहरूलाई पनि एउटा प्रश्न हुनुपर्छ क्या, प्रशान्त तामाङ को भन्ने प्रश्न चाहिँ सधैँ पढ्नुपर्छ उनीहरूले। प्रशान्त तामाङ पहिलो गोर्खा इन्डियन आइडल हो, यो प्रश्न चाहिँ हरेक जेनरल नलेजमा सोधिदिनुपर्छ, यो प्रश्न हरेक इन्टरभ्यूमा सोधिदिनुपर्छ। यो मलाई चाहिँ लाग्छ प्रशान्त तामाङको एउटा पाठ लेख्नुपर्छ, जुन पाठ चाहिँ हाम्रो सिलेबसहरूमा पनि बच्चाहरूले पढ्न सकुन्। त्यति चाहिँ होस्। एउटा हामीले थाहा पाएनौँ, सायद उहाँले पनि थाहा पाउनु भएन, तर उहाँले जे गरेर जानुभयो त्यो एउटा गायकैको रूपमा पनि एउटा कुनै रूपमा पनि न हिजो कसैले गर्यो न भोलिको दिनमा कसैले गर्न सक्छ। र आज सशरीर उहाँ जानुभयो, उहाँलाई हाम्रो तर्फबाट रोएर बिदा गर्नुभन्दा पनि स्याबास भनेर बिदा गर्नुपर्ने समय हो जस्तो लाग्छ। किनभने उहाँले जे गर्नुभयो यो युगौँसम्म कुनै यस्तो सौभाग्यशाली मान्छे हुन्छ जसलाई ईश्वरले यो आशीर्वाद दिएर पठाएका हुन्छन्, उहाँले गरेर जानुभएको छ। तर अब तपाईँ हाम्रो सबैको कर्तव्य हो, अब हरेक स्टेजमा प्रशान्तको गीत गाइयोस्, हरेक किताबहरू प्रशान्तको बारेमा पढ्न पाइयोस्, प्रशान्तलाई जिउँदो राख्नको लागि हामीले पहिला एउटा गल्ती गऱ्यौँ, अब यो गल्ती चाहिँ हामीबाट नहोस्, यही भन्न चाहन्छु। दर्शकबिन अहिले भर्खरै हामी समक्ष हुनुहुन्थ्यो गायक हाम्रा महेश शिवाज्यू, यसै गरी पुष्पन प्रधानज्यू पनि हुनुहुन्थ्यो। त हामी अहिले यहाँनिर छौँ, जो अहिले भर्खरै जोडिसकेको छ हामीसँग। हामी छौँ यहाँनिर प्रशान्त तामाङको वासस्थान, जो यहाँ तुङसुङ लोवर तुङसुङमा अवस्थित छ। यहाँबाट नै अब केही क्षणमा नै हाम्रा गायक प्रशान्त तामाङको पार्थिव शरीर अन्तिम संस्कारको निम्ति निकालिनेछ, जसको यहाँ दृश्य तपाईँहरूलाई म देखाइरहेको छु। धेरै मात्रामा यहाँनिर मानिसहरूको उपस्थिति हामीले देखिरहेका छौँ, कलाकारवर्ग साथै जनसाधारणको पनि व्यापक रूपमा उपस्थिति हामीले यहाँ देखेका छौँ। उनको पार्थिव शरीर यहाँबाट अब केही क्षणमा निकालेर यहाँबाट आलुबारी स्थित शमशान घाटमा लगिनेछ, त जसको दृश्य म तपाईँहरूलाई यहाँबाट देखाउनेछु। त अहिले हामी छौँ यहाँ प्रशान्त तामाङको निजी वासस्थान, जो तुङसुङ लोवर तुङसुङमा अवस्थित छ। আজকাল জীবনে একটা এরকম করে চোখ বন্ধ করলাম না আমার যেটুকু না এইটা কথা না তুমি এটা বলো না আমার চোখ বন্ধ করে তো জীবন শেষ यहाँ उनको घरमा अहिले पनि देखिरहनु भएको छ तपाईँले। धेरै सङ्ख्यामा यहाँ लाइनमा मानिसहरू उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नको निम्ति यहाँ आइपुगेका छन्, बसिरहेका छन्। साथै उहाँको अन्तिम संस्कारमा सामेल हुन धेरै सङ्ख्यामा नै यहाँ मानिसहरूको उपस्थिति देखेका छौँ। दर्शकबिनलाई फेरि पनि सूचित गर्न चाहन्छौँ, अबको केही क्षणमा नै हामी यहाँनिर जुन चाहिँ
प्रशान्त तामाङको हाम्रा गायक अभिनेता इन्डियन आइडल प्रशान्त तामाङको वासस्थानमा छौँ यहाँ तुङसुङ स्थित। अब केही क्षणमा नै यहाँबाट उनको पार्थिव शरीर अन्तिम संस्कारको निम्ति निकालिनेछ, जसको प्रत्यक्ष प्रसारण तपाईहरू समक्ष हामी गर्नेछौँ। साइड लाग्दिनुहोस् न तपाईँ गाडी